के तपाईलाई ड्यान्ड्रफको समस्याले सताइराखेको छ? जतिसुकै उपचार गर्दाखेरि पनि ड्यान्ड्रफ निको हुँदैन र कत्ला कत्ला भइराख्ने, लुगामा स्पेसली डार्क कलरको लुगाहरू, ब्ल्याक डार्क ब्लू लुगाहरू लगाउँदाखेरि सेतो सेतो फ्लेक्सहरू बसेर दुःख दिइराखेको छ। अहिलेसम्म बजारमा पाउने भयोभरको सबै उपचार गरिसक्यो। त्यसले गर्दा टाउको चिलाउने, रेडनेस हुने, इचिङ हुने र हेयर फलको पनि समस्या हुन सक्छ। सो ड्यान्ड्रफ पहिला किन हुन्छ त? सर्वप्रथम तपाईले याद गर्नुभयो भने हाम्रो यो कपालको रौँको साइडमा एउटा ग्ल्यान्ड अथवा ग्रन्थि हुन्छ, सिबेसियस ग्ल्यान्ड भन्ने। सो यसको काम चाहिँ के भने इट्स अ ओइल प्रोड्युसिङ ग्ल्यान्ड इन आवर बडी, अथवा यसले चाहिँ हाम्रो चाहिँ स्किनलाई मोइस्ट राख्नको लागि लिपिड्सहरू बनाउने गर्छ। र जेनेटिकली नै चाहिँ के हुन्छ भने मेबी जो ड्यान्ड्रफ भएको व्यक्ति र मसँग कम्पेयर गऱ्यो भने उहाँको चाहिँ ओइल प्रोडक्सन ज्यादा हुन्छ। यो जेनेटिक फ्याक्टरलाई हामीले चेन्ज गर्न सकिँदैन। जब ओइल प्रोडक्सन ज्यादा हुन्छ र हामीले फ्रिक्वेन्ट हेयर वासिङहरू गरिँदैन र त्यो टाउकोमा चाहिँ जम्मा भएर बस्छ। कतिजनाले के भन्नुहुन्छ, मेरो चाहिँ डेली नुहायो भनेसम्म चाहिँ ठिक हुन्छ, 3 दिन नुहाएन भने मेरो चाहिँ कपाल पुरै कत्ला कत्ला हुन्छ भन्छ। सो तपाईँले चाहिँ के बुझ्नुहोस् भन्दा तपाईँले मुहान टाल्न सक्नु भएन भने भल त सफा गर्नु पर्यो। सो त्यो मुहान टाल्न किन सकिँदैन भन्दा जेनेटिकली नै पनि तपाईँको चाहिँ यो कसैको चाहिँ सेक्रेसनहरू अथवा सिबेसियस ग्ल्यान्ड सेक्रेसनहरू ज्यादा चाहिँ हुनसक्छ। सो जब त्यो सिबम सेक्रेसन चाहिँ ज्यादा हुँदै अथवा अकुमुलेट हुँदै गर्छ, त्यसमा चाहिँ म्यालेसिजिया फर्फर अथवा चाहिँ पिटेरियोस्पेरम ओभेली भन्ने एउटा चाहिँ फङ्गसको ग्रोथ हुनसक्छ। त्यसले गर्दाखेरि बिस्तारै समटाइम्स इभन ब्याक्टेरियल ग्रोथ भएर पाकेर पहेँलो त्यस्तो सानसानो फोलिकुलाइटिसहरू हुन पनि सक्छ। तर मोस्टली चाहिँ जुन म्यालेसिजिया फर्फर भन्ने फङ्गसको ग्रोथले गर्दाखेरि रेड हुने, चिलाउने र कहिलेकाहीँ चाहिँ ड्यान्ड्रफहरू टाउकोमा मात्र नभएर आँखी भाउहरू, सिबोरिक ब्लेफराइटिस भन्छ, यो नेजिलोबियल फोल्ड्समा, कानमा, छातीमा, पछाडिपट्टिको ढाडमा र कसैको चाहिँ होल बडीमै पनि सिबोरिक डर्मेटाइटिस भएको चाहिँ इक्जाम्पल्सहरू चाहिँ छ। यो त भयो कारण अथवा यसले चाहिँ के समस्या निम्त्याउन सक्छ भनेर। अब यसको उपचार के हो त? सो अर्ली नै हामीले सिबोरिक डर्मेटाइटिसको एउटा चाहिँ ट्रिटमेन्ट फेज, अर्को चाहिँ मेन्टेनेन्स फेज भनेर मैले ब्रेक गर्न चाहेँ। ट्रिटमेन्ट फेजमा भने अघि मैले भनिसकेँ, यो फङ्गल इन्फेक्सन पनि हुने भएको कारणले इनिसियल 2 विक्स भनेको एन्टी फङ्गल ट्रिटमेन्टहरू, ओरल मेडिकेसन्सहरू खाने, त्यो सँगसँगै एन्टी फङ्गल सँगसँगै स्टेरोइडहरू मिक्स भएको लोसन्सहरू अथवा क्रिम्सहरू लगाउने र त्यो सँगसँगै एन्टी फङ्गल स्याम्पुजहरू, किटोकोनाजोल, क्लिम्बाजोल, यो क्लोट्रिमाजोल भएको स्याम्पुजहरू चाहिँ अफेक्टेड एरियामा 10 देखि 15 मिनटसम्म भिजाएर चाहिँ पखाल्ने। सो इनिसियल 2 to 3 विक्स अफ यसरी ट्रिटमेन्ट गरिसके पछाडि जुन डर्मेटाइटिस फ्याक्टर हुन्छ नि, जुन सिबोरिक डर्मेटाइटिस अथवा जुन स्किनमा इन्फ्लेमेसन भएकोहरू चाहिँ यसले ठिक होला। तर हामीले चाहिँ के भन्न भएन भने फलाना डक्टरकोमा गएको थिएँ, 2-3 हप्ता उहाँले खै के खानी लगाउने औषधिहरू दिएर त चट्टै भइसकेको थियो अथवा 80% कम भइसकेको थियो, त्यो औषधि छोडे पछाडि त फेरि ब्याक आउँदो रहेछ, त्यो डक्टर त कामै रहेनछ भन्न चाहिँ पाइएन। यसको लागि चाहिँ मेरो अब सेकेन्ड जुन अप्सनको कुरा गर्दैछु, मेन्टेनेन्स ट्रिटमेन्ट चाहिँ के गरिराख्नुपर्छ। मैले सुरुमै भनिसकेँ, यो सिबोरिया अथवा चाहिँ जुन सिबेसियस ग्ल्यान्डबाट जुन प्रोडक्सन भइराखेको हुन्छ त्यसलाई जेनेटिकली पनि डिटर्मिन हुने भएको कारणले हामीले कम्प्लिटली स्टप गर्न सकिँदैन। सो हामीले मुहान टाल्न सकिँदैन भने भल त सफा गरिराख्न पर्यो। सो हामीले इभन आफ्टर दिस एक्टिभ फेज अफ ट्रिटमेन्ट हामीले मेन्टेनेन्सको लागि चाहिँ अघि मैले जुन भनेको स्याम्पुजहरू, जसमा चाहिँ किटोकोनाजोल, क्लिम्बाजोल, क्लोट्रिमाजोल सँगसँगै जिङ्क पाइरिथोन भएको स्याम्पुजहरू चाहिँ नुहाउनुभन्दा 10-15 मिनट अगाडि कपालमा होइन, स्क्याल्पमा, तालुमा लगाउने। त्यो किन पनि जरुरी छ भन्दा मैले अघि भने सिबम इज अ सिबेसियस ग्ल्यान्ड इज अ ओइल प्रोड्युसिङ ग्ल्यान्ड। तपाईँको शरीरमा कपडामा चाहिँ यदि चाहिँ तेलहरू लागेको छ भने हामीले सर्फमा एकछिन भिजाउँछौँ नि, सो त्यस्तै गरी यो स्याम्पुजहरू पनि लिएर हामीले चाहिँ हेयर वासको लागि हेर्ने कि स्क्याल्पमा चाहिँ हामीले 10-15 मिनट भिजायो भने त्यो ओइलहरू चाहिँ राम्रोसँग स्क्याल्पबाट निस्किन्छ। र त्यस पछाडि हेयर वासको लागि कहिलेकाहीँ चाहिँ धेरैजनाको कम्प्लेन के हुन्छ भने डक्टरले दिएको स्याम्पूले त खासै फिज नै नआउँदो रहेछ, मलाई चाहिँ कपाल धोए जस्तो नै फिल भएन भन्नुहुन्छ। तपाईँले त्यो स्क्याल्प जुन एन्टी ड्यान्ड्रफ स्याम्पूहरू स्क्याल्पमा लगाए सँगसँगै हेयर वासको लागि यु क्यान युज यर रेगुलर घरको स्याम्पूहरू पनि युज गर्न सक्नुहुन्छ। यो बेला बेलामा यो सल्फेट फ्री स्याम्पुज यताउता भन्ने पनि कुरा आइराखेको हुन्छ। मोस्टली सल्फेट फ्री स्याम्पुजहरू तपाईँको अलिकति सेन्सिटिभ स्किन अथवा स्क्याल्प ड्राई हेयर्सहरूमा युज गर्न नहुने हो। सो अलिकति ओइली स्क्याल्प छ भने त्यसमा चाहिँ यो लरेल सल्फेट भएको स्याम्पुजहरू पनि तपाईँले युज गर्न सक्नुहुन्छ। र स्क्याल्पमा जुन एन्टी ड्यान्ड्रफ लगाएसँगै हेयर वासको लागि
तपाईँ रेगुलर स्याम्पू युज गरेर वास गर्न सक्नुहुन्छ। यस कहिलेकाहीँ चाहिँ यो एन्टी ड्यान्ड्रफ स्याम्पूजहरू अलिकति हार्स हुने भएको कारणले त्यसले हेयर थिनिङ, ब्रेकेज, ड्राइनेसहरू हुनसक्छ। त्यो कारणले आफ्टर एभ्री स्याम्पू मोइस्चराइजर्सहरू युज गर्न सक्नुहुन्छ है। र कतिपय ड्यान्ड्रफ भएको व्यक्तिहरूले तेल लगाउनुहुन्छ त भनेर चाहिँ नरिवलको तेल, तोरीको तेलहरू लगाउनुहुन्छ। त्यो तेल लगाउन मतलब म कहिले पनि स्क्याल्पमा चाहिँ ड्यान्ड्रफ भएको व्यक्तिहरूले चाहिँ तेल नलगाउनुहोस् भन्छु, किन अलरेडी मैले अघि ब्याकग्राउन्डमा भनिसकेँ, अलरेडी त्यहाँ इन्फ्लेमेसन भएको हुन्छ, क्रस्टहरू जम्मा भएको हुन्छ। त्यसमा तपाईँले झन् यस्तो तेलहरू लगाइदिएन भने त्यसमा चाहिँ युजली ब्याक्टेरियल ग्रोथहरू हुन सक्ने सम्भावना हुन्छ। हाउएभर तपाईँको यदि टुक्रिने समस्या छ भने स्क्याल्पमा नलगाएर हेयरमा चाहिँ जुन कपालको जुन स्याफ्ट छ त्यसमा चाहिँ तपाईँले तेल लगाएर 10-15 मिनट पछाडि वास गर्नुभयो भने टुक्रिने समस्या चाहिँ कम हुनसक्छ। हाउएभर ड्यान्ड्रफ भएको व्यक्तिहरूले स्क्याल्पमा हेयर ओइलहरू चाहिँ लगाउनु चाहिँ हुँदैन। र यो त मेन्टेनेन्स फ्याक्टर्सहरू भयो। र हाउ अफ्टन क्यान यु स्याम्पू भने नि नर्मली डेली पनि गर्न मिल्छ, तर डेली गर्दाखेरि त्यही हेयर टुक्रिने समस्या भएको कारणले गर्दाखेरि कन्डिसनर, हेयर सिरम्सहरू, ट्रिटमेन्ट क्रिम्सहरू रेगुलर युज गर्न सक्नुहुन्छ। र बिस्तारै तपाईँको ड्यान्ड्रफ कम हुँदै गइसके पछाडि हप्तामा 2 पटक या 1 पटक चाहिँ एज अ मेन्टेनेन्स सधैँ तपाईँले एन्टी ड्यान्ड्रफ स्याम्पूहरू प्रयोग गर्नु भने फेरि बल्झिन अथवा ब्याक हुन चाहिँ पाउँदैन।